अब चाहिँ हामीले छातीको मासुलाई पेक्टोरलिस भन्ने मसललाई चाहिँ स्ट्रेचिङ गर्न लागेको। यसो यो एक्सर्साइज गर्नको लागि चाहिँ हामीले घरको भित्ता चाहिन्छ। घरको भित्ताको कर्नरमा गर्नु पऱ्यो हामीले। अब यो गर्नुलाई एउटा खुट्टा जुन भयो नि अगाडि राख्नु, यसरी राख्यो भने चाहिँ हाम्रो ब्याकलाई स्ट्रेच पर्दैन, त्यसैले एउटा खुट्टा अगाडि राख्नु पऱ्यो। अनि हात दुईटा यसरी जिउसँग 90 डिग्री, एल्बो 90 डिग्री हुनु पऱ्यो। यहाँ कर्नरदेखि यहाँसम्मको डिस्टेन्स र कर्नरदेखि यहाँसम्मको डिस्टेन्स इक्वल राख्नु पऱ्यो आफूले, यसरी राख्ने। अब हाम्रो यो छातीको बिचको भाग चाहिँ कर्नरतिर ढकाल्नु पऱ्यो यसरी। 10 सेकेन्ड हो। 1 2 3 4 5 6 7 8 9 10 कसरी आउने, रिल्याक्स 3 सेकेन्ड जति फेरि जाम। 1 2 3 4 5 6 7 8 9 10 यसरी 10 सेकेन्ड होल्ड 10 टाइम गर्नु पऱ्यो है त। भ्यायो भने दिनको 3 चोटि गर्नु पर्छ।